ल जेङ्साजी नमस्ते, गुड मर्निङ। नमस्ते डाक्टर। सो हजुरको आज हामी अब बेबी डेलिभरी गर्न जाँदैछौँ है। सो हजुर पुरै एक्साइटेड हुनुहुन्छ? नर्भस पनि छु, एक्साइटेड पनि छु। ए नर्भस पनि हुनुहुन्छ अनि आज शुभ दिन पनि छ हजुर हजुर है। आज के छ? अक्षय तृतीया। मलाई त भन्न नै आएन है। ल ठिक छ। अनि हजुरले मलाई भेट्नु भएको कति वर्ष भयो? 3 वर्ष। 3 वर्ष भयो। र पहिला पनि हामीले हजुरको यही हस्पिटलमा यही ओटी भित्र शल्यक्रिया गरेका थियौँ। त्यतिखेर के को अपरेसन गरेका थियौँ? फाइब्रोइडको मायोमेक्टमी गरेको थियो। ओके, सो पाठेघरमा मासु पलाएको थियो। कतिवटा मासु पलाएको थियो? मल्टिपल थियो। मल्टिपल थियो। सबसे ठुलो चाहिँ अराउन्ड 9 सेन्टिमिटरै थियो। 9 सेन्टिमिटर थियो। सो हामीले पाठेघर बचाएर पाठेघरको मासु निकाल्यौँ र त्यस पश्चात हजुरलाई हामीले अन्डा बनाउनु औषधि दियौँ। हजुर। र त्यसपछि हजुर कन्सिभ हुनुभयो? हजुर, फर्स्टमा नै बसिहाल्यो। ए फर्स्ट एटेम्पमै बसिहाल्यो। ल हजुरलाई अब हामी सुरु गर्न जाँदैछौँ र बच्चा भइसकेपछि हामी फेरि अर्को भिडियो लिएर आउँछौँ है।